गाउँहरुमा डाँडातिर बारी खेतहरु उजाड छ। फाँटतिर जहाँ सिंचाइ छ नि, बर्डीदेखि अत्रौली भण्डार पुट्टारतिर या त अहिले सिंचाइ भएको अरू टारतिर पनि त्यहाँ जाने हो भने हिउँदो कि बर्खा भइरहेछ। हरियो छ, बारी हरियो छ, ठाउँ रसिलो देखिन्छ। हरियो चिजले हाम्रो मनै अर्कै खालको बनाउँछ क्या। त्यसैले यो सामुदायिक वन असाध्यै राम्रो छ। अलि यो अघिल्लो वर्ष एउटा चाइनामा घुम्ने एउटा अवसर भयो। त्यो लिएर त्यो बुटो ठुन्क्याउने हो भने 1-2 घण्टामा त्यो सकिन्छ क्या। तर मेसिन कहाँ छ? मानौ मेसिन पोखरी छापमा छ, बर्डीमा एउटा रुख डर, यहाँ त्यहाँ दुगुर्दै जाँदाखेरि कति समय लाग्ला? त्यो बेलासम्म हाम्रो गाडी कति रोकिएन? हामीमा अहिले सबै अरूले गर्दै हुन्थ्यो भन्ने छ। त्यसकारणले यतापट्टि हाम्रो ध्यान जाओस्। अनि सामुदायिक वनभित्रका मान्छेहरूमा अलि भन्न नसकेको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिवहरू ठेकेदारसँग अलि हिमचिम हुन्छ भन्ने कुरा पनि आइरहेछ। अहिले गाउँपालिकाभित्र पनि यिनीहरू ठेकेदारसित मिल्छन्, हिमचिम हुन्छन्, प्राविधिकहरू या कर्मचारी या जनप्रतिनिधि मिल्छन् भन्ने कुरा हल्ला छ। हरेक कुराहरूमा पारदर्शिता देखायो भने छ्याङ्ग कुरा क्या। हाम्रा यति काठ, यतिवटा बुटा टाँचा लगाइएको थियो, यति ढलाउँदाखेरि यति निस्क्यो, थप यति निस्क्यो, यसलाई के गर्ने? अर्थात् ठेकेदारसँग बस्दाखेरि पनि सँगै बसेर हाम्रो काठ तिमीले बढी बढाउमा कतिमा लिन सक्छौ, त्यति भइदियो भने त अरूले गीत गाउने ठाउँै आउँदैन। हरेक कर्मचारी, जनप्रतिनिधिले पनि गीत गाउने त फेरि केही नभए पनि गाइदिन्छन्। तिनको मुख कहीँ कतै उनले शङ्का गरे जस्तो हाम्रो व्यवहार देखियो भनेदेखि त हामी त जीवनभर कलङ्कित हुने भइयो नि त। त्यसैले यसमा पनि ध्यान दिनुहुनेछ। र वन उपभोक्ता समूहहरूले गरेका असल कामहरू कतिचोटि प्रणाली गर्नुहुन्छ, कतिचोटि त्यसलाई रेखदेख गर्नुहुन्छ, वन डढेर जाँदा के गर्नुहुन्छ, यस्ता कुराहरू पनि समूहगत छलफल भएर हामी यो काम गर्दैछौँ भन्ने कुरा पर्यो भने नगर्ने समल अहो यो पो गर्नुपर्ने रहेछ, यसरी जानकारी हुन्छ। अघि म्याडमले भन्नुभयो करिब 30 लाखको वन पैदावार एक वर्षमा उहाँहरूले निकासी गर्नुहुँदो रहेछ। 2,90,000 10% तिर्ने भनेपछि कति 29-30 लाख जतिकै भयो होइन त? त्यति भयो। हामीले कति बेच्छौँ? बढीमा 4-5 लाख, कल्याणले 6-7 लाखको बेच्नुहुन्छ कि उता कृष्ण कि कुन के उताकाले अलि बढीतिर अलि बढी बेच्नुहुन्छ होला। जे होस्, यो चाहिँ तपाईहरुले संरक्षण गर्नु भएको छ, उपभोग पनि तपाईहरुले हो। यसरी आइरहेछ र यो यसरी एक आपसमा जान राम्रो हुनेछ। अनि हाम्रा कुराहरू हामीमा अलिअलि एक अध्यक्षले पनि भन्नुभयो ऐन कुराको सिलसिलामा सामुदायिक वन सीमा क्षेत्र या उपभोग गर्ने विभागमा वन दर्ता भएन। जो सरकारी वन छ त्यहाँ गएर सामुदायिक वन बचाएर राख्ने अनि सरकारी वनमा गएर लापरवाही गर्ने पनि चलन आयो। त्यसैले मिलेर यसलाई पनि जोगाउने हो। यस्ता प्राकृतिक स्रोत साधनहरू उपभोग गर्नको लागि कुनै भौगोलिक क्षेत्रले, राजनीतिक क्षेत्रले यसलाई छेक्तुन हुने छैन, यो गराएर जाने हो। र वनहरू अहिले यहाँ साथीहरू छुट्टा छुट्टै छ, को कहाँको हुनुहुन्छ थाहा छैन। यहाँहरू सङ्गठित बन्नै पर्छ। यहाँहरू एकजुट भयो भने तपाईँले कर बढी भयो भनेर सरकारसँग आन्दोलन गर्न पुग्छ। अनि 30% भएको पनि 20 मा हो, 10 मा हो, 10 तिर भन्न सक्छ।
तपाईँहरू बाँडियो थाहै छैन, जुट्नु भएन भने 30 होइन फेरि 40तिर भने पनि तिर्न जानुपर्छ। सरकारले लगाइदिएको कर खुरखुर घर तिर्नु बाहेक अरू केही उपाय हुन्छ? हुँदैन। त्यसैले यतापट्टि तपाईँहरू जुट्नु पर्छ। आउँदाखेरि सरकारले बोलाउँदाखेरि, सरकारले कुनै सङ्घ संस्थाले यहाँलाई मुद्दा दिँदाखेरि समयमा आउने, कुरा बुझ्ने, यो चाहिँ गर्नै पर्छ। यति काठ, यतिवटा बुटा टाँचा लगाइएको थियो, यति ढलाउँदाखेरि यति निस्क्यो, थप यति निस्क्यो, यसलाई के गर्ने? अर्थात् ठेकेदारसँग बस्दाखेरि पनि सँगै बसेर हाम्रो काठ तिमीले बढी बढाउमा कतिमा लिन सक्छौ, त्यति भइदियो भने त अरूले गीत गाउने ठाउँमै आउँदैन। हरेक कर्मचारी जनप्रतिनिधिले पनि गीत गाउने त फेरि केही नभए पनि गाइदिन्छन्। तिनको मुख कहीँ कतै उनले शङ्का गरे जस्तो हाम्रो व्यवहार देखियो भनेदेखि त हामी त जीवनभर कलङ्कित हुने भइयो नि त। त्यसै कतिचोटि फडानी गर्नुहुन्छ, कतिचोटि त्यसलाई रेखदेख गर्नुहुन्छ, वन डढेर जाँदा के गर्नुहुन्छ, यस्ता कुराहरू पनि समूहगत छलफल भएर हामी यो काम गर्दैछौँ भन्ने कुरा पर्यो भने नगर्ने समल अहो यो पो गर्नुपर्ने रहेछ, यसरी जानकारी हुन्छ। अघि म्याडमले भन्नुभयो करिब 30 लाखको वन पैदावार एक वर्षमा उहाँहरूले निकासी गर्नु हुँदो रहेछ। कुनै भौगोलिक क्षेत्रले, राजनीतिक क्षेत्रले यसलाई छेक्तुन हुने छैन, यो गराएर जाने हो। र वनहरू अहिले यहाँ साथीहरू छुट्टा छुट्टै छ, को कहाँको हुनुहुन्छ थाहा छैन। यहाँहरू सङ्गठित बन्नै पर्छ। यहाँहरू एकजुट भयो भने तपाईँले कर बढी भयो भनेर सरकारसँग आन्दोलन गर्न पुग्छ। अनि 30% भाग पनि 20मा हो, 10मा हो, 10तिर भन्न सक्छ। तपाईँहरू बाँडियो थाहै छैन, जुट्नु भएन भने 30 होइन फेरि 40तिर भने पनि तिर्न जानुपर्छ।